अङ्ग्रेजीमा चाहिँ म्यारिज, हिन्दीमा चाहिँ शादी है भनेर चाहिँ भन्ने चलन छ। र विभिन्न यो विवाह चाहिँ के हो भने विवाहको सुरुवात चाहिँ परमेश्वर आफैले गर्नुभयो। आमेन है। अनि जुन कुरा चाहिँ हामीले उत्पत्ति 2:18 देखि 25 सम्ममा, उत्पत्ति 2:18 देखि 25 मा परमेश्वरले विवाह चाहिँ स्वर्गमा उहाँले चाहिँ कल्पना गर्नुभयो। स्वर्गमा उहाँले कल्पना गर्नुभयो, डिजाइन गर्नुभयो। अनि परमेश्वरले चाहिँ पृथ्वीमा अनि त्यो विवाहको एउटा चाहिँ विधि, एउटा रचना चाहिँ दिनुभयो। अनि विवाह भनेको चाहिँ यो चाहिँ एकदमै पवित्र कुरा हो। विवाह भनेको चाहिँ एकदमै हामी क्रिस्चियनहरूको लागि विवाह चाहिँ एकदमै पवित्र कुरा हो। त्यसकारणले गर्दा चाहिँ म तपाईँहरूलाई आज चाहिँ क्रिस्चियन विवाहका चारवटा उद्देश्यहरू है, हरेक कुराको आज उद्देश्य हुन्छ। बिना उद्देश्य, बिना लक्ष्य हामीले कुनै पनि काम गर्दैनौँ। एउटा लक्ष्य छ, एउटा उद्देश्य छ। त्यो क्रिस्चियन विवाह अथवा बाइबलले विवाह, मण्डली भित्रको विवाहको उद्देश्य चाहिँ के हो त? किन परमेश्वरले त्यो विवाहलाई सुरुवात गर्नुभयो भन्ने कुराहरू म तपाईँहरूको बिचमा भन्न चाहन्छु। आज है संसारमा चाहिँ आज विवाह चाहिँ एकदमै बिग्रिरहेको छ, भत्किरहेको छ। मान्छेले धुमधाम हजारौँ करोडौँ रुपियाँ खर्च गरेर बाजा गाजा बजाएर नाच्दै गाउँदै एक हप्तासम्म भोज खसी काटेर हरेक कुरा गरेर यति ठुलो ठुलो करोडौँ रुपियाँ पैसा खर्च गरेर विवाह गर्छन्। तर 6 महिनापछि 9 महिनापछि त्यो विवाहहरू टुटिरहेको छ, त्यो विवाहहरू भत्किरहेको छ, त्यो विवाहहरू नष्ट भइरहेको छ। एक अर्कामा विवाह, त्यो एकदमै अलग डिभोर्स गर्ने कुराहरू, पारपाचुके गर्ने कुराहरू चाहिँ एकदमै संसारमा चाहिँ बढिरहेको छ। त्यसकारणले गर्दा परमेश्वरले चाहिँ यो विवाहको सुरक्षा गर्नलाई, यो विवाहको रक्षा गर्नलाई, यो विवाहलाई एकदमै पवित्र, शुद्ध, एकदमै होली, एकदमै पवित्र बनाउनलाई चाहिँ परमेश्वरले स्वर्गमा विवाहको डिजाइन गर्नुभयो। र परमेश्वरले यो पृथ्वीमा त्यो जिम्मेवारी परमेश्वरले मण्डलीलाई दिनुभएको छ। आमेन। अब त्यो विवाहलाई बचाउने, त्यो विवाहलाई सुरक्षित गर्ने, त्यो विवाहलाई एकदमै चाउरी लाग्न नदिने जिम्मेवारी चाहिँ परमेश्वरले चाहिँ अब मण्डलीलाई दिनुभएको छ। अनि मण्डलीबाट चाहिँ अब त्यो पवित्र विवाह, परमेश्वरलाई मनपर्ने एकदमै विवाहहरू चाहिँ बन्नु है पर्ने त्यो कुराहरू छ। र योमा जानुभन्दा चाहिँ म अगाडि चाहिँ मलाई चाहिँ धेरै उखान टोकाहरू मनपर्छ। यो चाहिँ संसारिक केही उखान टोकाहरू भनिसकेपछि त्यसपछि म बुद्धिगत रूपमा म चाहिँ जानेछु। विवाह नगर्दाको जीवन चाहिँ कस्तो भने चिलको जस्तो जीवन अरे है। सुन्नुहोस् है जवान भाइ बहिनीहरू, विवाह नगरेको जीवन चाहिँ चिलको जस्तो हो। चिल हेर्नुहोस् त, मजाले उडेर जान्छ, यता जान्छ, उता जान्छ, उसलाई कुनै निष्क्रिय हुँदैन, सर्र उडेर जान्छ। अनि विवाह बन्धनमा बाँधिसकेपछि त्यो मानिसको जीवन चाहिँ गाईको जस्तो हुन्छ, 4वटा खुट्टा है। चिलको जता उडेर जता पनि जान सक्छ है, जमानेर हरि कहाँ पुग्छ। अनि जब विवाह हुन्छ अनि उसको जीवन चाहिँ कस्तो हुन्छ? गाईको जस्तो 4वटा खुट्टा भयो। अब 4 खुट्टाले हिँड्नको लागि अलि गाह्रो हुन्छ। अनि जब विवाह भइसकेपछि अनि नानीहरू जन्म